सम्पूर्णमा आज चाहिँ म रुङ्दिन्छु साथीहरू र मसँग साथमा छ कुकुर। यता चाहिँ ब्लुटुथ छ, सबैहरू यता छन्। तलतिर चाहिँ भिर छ, अलिअलि जङ्गल पनि छ। बाधा रुङ्ने ठाउँ चाहिँ यो, बाधाहरू चाहिँ तलबाट देखिन्छन्। कुकुर छँदैछ, म छँदैछु। बाधाहरू चाहिँ खानु पाउँदैन, त्यही हो। कुहिरो पनि लागिरहेछ, त्यही भएर देखिँदैन बाधाहरू। म चाहिँ ढुक्क भएँ। बस है केटा, कहीँ पनि नजा। यो चाहिँ कुहिरो नलागेको बेला गाउँहरूको भिडियोहरू म ल्याइरहेको छु। म चाहिँ अहिले भर्खरै एसी दिएर बसेको थिएँ। मेरो पढाइ पनि छुट्टिँदैछ, बाधाहरू रुम पर्छ। घरमा चाहिँ काम गर्छन् खेतबारीमा काम मात्रै गरेर हुँदैन, बाजार पनि रुम पर्छ, किनभने बाजारले पनि खाइदिन्छ भएको। यो चाहिँ मेरो स्ट्यान्डको लागि छाताको डन्ठी बनाइरहेको छु। अब पढ्न जान्छु। तल देखिरहेको खेतहरू चाहिँ हाम्रो हो र यो खेतहरू चाहिँ ठ्याक्क सकिसकेपछि म पढ्न जानेछु। र पढाइ धेरै छुटिसकेको छ। सी पास गरेको थिएँ, अब मेरो 15-16 दिन छुटिसकेको छ। अब 2-4 दिन पछाडि म जानेछु। म चाहिँ बिहानै उठ्नुपर्छ र घाँसहरू काट्नुपर्छ बस्तुलाई। यस्तै हुन्छन् वन जङ्गल, यस्तो भिरपाखा भइ नै हाल्छ। यता पारीका साथ अरू भिडियो पनि ल्याउँ र गाउँघरको म अपडेटहरू ल्याउने छु। घरमा छु, परेवा उडी गयो। यो चाहिँ मेरो घर हो, पुरानो घर। यसरी व्यक्त गरौँ नि मेरो भावना। ट्विट गरेर यता मास्टर जाने हो। सन्चै हुनुहुन्छ होला नि तपाईँहरू। म चाहिँ अहिले बिसन्चो छु भने यस्तो बाटो हुँदै जानुपर्छ हामी अहिले। र म यसरी मकैबारी घाँस र गाडी सेलमेटेमके छेउनलाई हिँडेकी म आउँदैन नि छेउनलाई। कसको के बिगारे, कसको के खाइदिए, माया लाउन नौनी मैले नि मायालाई दिए। कहाँ गल्ती हो मेरो, जातै सानो भो हुन्छ तेरो। कसको के बिगारे, कसको के खाइदिए, माया लाउन नौनी। Hello everyone, welcome to my YouTube channel. My self introduction. My name is Elis Rai. I am from Khotang. I live in Tindiu. Today I am working. Awachi hunganga ana manama उडाइलायो कि आवारा मौसमले यो मनको कुरा चढे आँखीमा बिज्लान करैले। यो पल पलको आवाजको टुक्दैन देखिराख्नु भएको यो हामी काममा गर्दैछौँ। यो देखिराख्नु भएको यो मेरो गोर्खाला गर्ने ठाउँ हो। यता चाहिँ मेरो बस्ने ठाउँहरू। यता नाम के हो, घर कहाँ हो, इन्ट्रोडक्सन ल। यता हेर, यता हेर, नाम के हो, नाम के हो। ऊ चाहिँ समिता, उसको नाम चाहिँ समिता हो। मैले भनिदिएँ। ऊ चाहिँ अहिले कति 5मा पढ्छ होइन, 5मा पढ्छ। तपाईँहरूले हाम्रो भिडियो अहिलेसम्म पनि हेरिराख्नु भएको छ भने धेरै धेरै धन्यवाद। तपाईँहरूको अमूल्य समय दिएर हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी यस्तै भिडियो लिएर आउनेछौँ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। अर्को भिडियोमा भेटौँ, धन्यवाद।